जय नेपाल सत्य सेवा सुरक्षणम। दर्शकवृन्द, पाक्षिक प्रहरी अनुरोध कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। आज हामी अपराध लगायत नेपाल प्रहरीको साङ्गठनिक गतिविधि समेटिएको प्रहरी समाचारका साथै कार्यक्रमको दोस्रो प्रस्तुतिमा जनचेतनामूलक वृत्तचित्र लागु औषध विरुद्धको अभियान लिएर उपस्थित भएका छौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ अपराध समाचारबाट। अवैध लागु औषध कोकिन 1 किलो 500 ग्राम सहित काठमाडौँ महानगरपालिका 26 ठमेल स्थित होटेलबाट 3 जना विदेशी नागरिकहरूलाई जेठ 31 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक 43 वर्षीय अमादु सार, भारत कानपुर भिलेज साउथ दिल्लीका 36 वर्षीय रुबी र 31 वर्षीय सोनी रहेका छन्। लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले होटेल तलासी गर्दा उक्त कोकिन फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। अबको पालोमा नेपाल प्रहरीको साङ्गठनिक गतिविधि। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागको जेठ 27 गते निरीक्षण भ्रमण गर्नुभएको छ। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले विभाग अन्तर्गत रहेका निर्देशनालय, शाखा र उपशाखाहरूको अवलोकन गरी उक्त शाखाहरूबाट सम्पादन हुने गतिविधिहरूको बारेमा जानकारी समेत लिनुभएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवा भई आफ्नो कार्यक्षेत्रमा खटी जानुभएका प्रहरी निरीक्षकहरूलाई जेठ 29 गते नेपाल प्रहरी प्रधान कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट निर्देशन सम्बोधन गर्नुभएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले अनुशासित एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा असार 1 गते आयोजित आत्महत्या, लागु औषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो। साथै उहाँले ह्याक फर सेफ्टी 2083 अन्तर्गत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको एकल प्रयासले मात्र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पर्याप्त नहुने उल्लेख गर्नुहुँदै त्यसका लागि सबै सरकारवाला निकायहरूको सामूहिक प्रयत्न र प्रतिबद्धता जरुरी रहेको बताउनु भएको थियो। उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्देश्य तथा अवधारणा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो। यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका 10 स्थित असार 1 गते आयोजित शान्ति पदयात्रा तथा आत्महत्या न्यूनीकरण, लागु औषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भ्रिकुटी मण्डपमा असार 3 गते आयोजित समारोह बीच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीद्वारा लिखित पुलिस एन्ड रुल अफ ल नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले यस गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि लेखक डाक्टर रेग्मीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै पुस्तकको विषयवस्तु सम्बन्धी संक्षिप्त जानकारी समेत दिनुभएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त नयाँ बानेश्वरको पुनर्निर्मित भवन तथा संरचना हस्तान्तरण कार्यक्रम असार 5 गते सम्पन्न भएको छ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा सहयोग पुर्याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभएको थियो। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले भवनको पुनर्निर्माणपछि यस क्षेत्रको सुरक्षा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास लिएको बताउनु भएको थियो। नागरिकहरूको साथ र सहयोग बिना यी सबै प्रयत्नहरू यी चाहिँ अपर्याप्त हुन्छन्। त्यसकारणले यो साथ सहयोगलाई पुनः म यहाँहरू समक्ष निवेदन गरेँ र यसबाट अहिले यी सबै साथ सहयोगले हामीलाई एउटा नवीन जोस जागर प्रेरणा ऊर्जा र पूर्ण जिम्मेवारी बोध पनि प्राप्त दिएको छ। अहिले यति धेरै योगदान गरेको नागरिकहरूप्रति हार्दिक नमन गर्दै यो नागरिकहरूप्रति सधैँभरि आफन्तलाई, आफ्नै अभिभावकलाई, आफ्नै सन्ततिलाई, अनुजहरूलाई गरिने किसिमको व्यवहार गर्दै यो प्रहरी एकदम हार्दिकताका साथ बोल्ने, एकदम सहिष्णुपूर्ण बन्नुहोस् भन्ने चाहिँ पनि कामना गर्छु र निर्देशन दिन्छु र नागरिकका दुःखलाई आफ्नै दुःख ठानेर काम गर्ने बनोस् भन्ने चाहन्छु। पुनर्निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। दर्शकवृन्द, यस कार्यक्रमप्रति कुनै सल्लाह सुझाव भएमा कमेन्ट सेक्सनमा गई प्रतिक्रिया दिन सक्नुहुनेछ। आजको लागि पाक्षिक प्रहरी समाचारबाट म लगायत प्रहरी अनुरोधको सम्पूर्ण टिम बिदा हुन चाहन्छौँ। धन्यवाद। जय नेपाल। प्रहरी सेवा गर्न आउँछ प्रहरी।